Hi guys, welcome to my short mini vlog day 5. म चाहिँ अब बिहान उठेर आज चाहिँ मेरो जन्मदिन थियो अनि त्यही भएर उठेर यसो अनुहार हेरेँ। कस्तो अनुहार पनि कति धेरै बिग्रेको क्या, त्यही भएर ऐना हेर्नै मन लाग्दैन। त्यही पनि अब के गर्नु भनेर नुहाइधुवाइ गर्न गएँ, फ्रेसेस भएँ। आज अब आफ्नो जन्मदिन यसो भगवान पनि सम्झिनु पर्यो भनेर भगवानलाई चाहिँ पूजा गरेँ। आफ्नो नित्य कर्म अब भ्याएसम्म चाहिँ राम्ररी पूजा गर्न मन लाग्छ, नभ्याउँदा पनि म भगवानलाई भोको राख्नु चाहिँ मन लाग्दैन। त्यही भएर धुप र दीप चाहिँ बालिदिन्छु। त्यसपछि म रेडी भएर अफिस जानको लागि रेडी भएँ, किनभने तल मेरो कलिग लिन आइसकेको थियो। त्यही भएर म चाहिँ गएँ है त गाइज। अनि टक्क गएपछि एलिभेटर खोलेर तल झरेर हेर्दा तिनीहरू पनि ठ्याक्कै आइपुगेको रहेछन्। देन म मुभ भएँ आफ्नो कर्मथलो त होइन, काम गर्ने ठाउँमा। कति छिटो अफिस पनि पुगिसक्यो। अफिस पुगिसकेपछि मैले सोचेँ भगवान यो सेल्सको काम कहिले सक्नु होला है, म टार्गेट पुगेन भने यति धेरै प्रेसर हुन्छ। त्यही पनि के गर्नु, काम गर्नै पर्यो। अनि मेरो डे स्टार्ट भयो विथ म चाहिँ बिहान जहिले पनि अफिस पुग्ने बित्तिकै 2 गिलासमा तातो पानी खान्छु। त्यसको 10-15 मिनट पछाडि चाहिँ अनि टक्क भाइले ल्याइदिन्छ ब्ल्याक कफी विदाउट सुगर। अनि कफी पिएर मेरो डे स्टार्ट गर्छु, किनभने एक्टिभ पनि हुनु पऱ्यो नि त। त्यतिकैमा मलाई मेरो मम्मी बुवाले फोन गर्नुभयो। अनि मैले चाहिँ टक्क आफ्नो बुवासँग यसो कुरा गरेँ, उहाँले विस गर्नुभयो। त्यसपछि मलाई मेरो साथी रश्मिले पनि कल गरी अनि त्यसले पनि मलाई बर्थडेको लागि विस गरी। देन आइएम सो ह्याप्पी। सँगसँगै मलाई ज्ञानुले पनि कल गरेको थियो, अरू थुप्रै साथीहरू पनि कल गरेको थियो। त्यो मोमेन्ट चाहिँ क्याप्चर भएन। अनि मलाई साथीले सरप्राइजली बर्थडे केक पनि काटिरहेको क्या। अनि त्यसो यत्तिकैमा मेरो ब्रेक टाइम भयो। म भान्साघर खाना खानको लागि गएँ। यो एलिभेटर चाहिँ मलाई फोटो खिच्न मन लागिहाल्छ क्या, भिडियो गर्न, किन राम्रो देख्छ क्या, ऐना राम्रो छ नि त। यसो तल गएको त्यहाँ फेरि के मोटोरोलाले के राखेको रहेछ, त्यो गोलभित्र पसायो भने चाहिँ यति पोइन्ट पाउने, पुरस्कार पाउने भन्दै गेमहरू भइरहेको रहेछ। अनि ट्राई गर्छस् भन्नु, लात्तले हान्ने कुरा के ट्राई गर्नु भन्यो। मैले गर्दै गरिनँ। त्यसपछि खाएको गरेको केही भिडियोजहरू चाहिँ मैले बनाइनँ। एकैचोटि मेरो छुट्टी बर्थडे थियो, मलाई छिटो छुट्टी दिएँ भनेर चाहिँ म छिटै निस्केँ अफिसबाट। अनि त्यतिकै जाँदै थिएँ, ट्याक्कै मलाई मेरो साथी भाषमाले कल गर्यो, आइज त अमेरिकन डिस्पेन्सरमा तँलाई बर्थडेको लागि म केही किनिदिन्छु भनेर भन्यो। अनि त्यसपछि म अमेरिकन डिस्पेन्सर गइसकेपछि यसो हेरेँ त्यहाँनिर है, सबै कस्तो धेरै एक्सपेन्सिभ क्या, फेरि कति धेरै एक्सपेन्सिभ क्या त्यहाँनिर। फेरि एक्सपेन्सिभ भइकन पनि त्यति खासै मनपर्ने चाहिँ केही पनि थिएन। त्यही पनि अब मन परिहाल्यो भने पनि एकदम महँगो क्या। त्यही पनि अब साथीहरूको मन राख्नलाई भए पनि मैले यसो छान्दा गरेर 2टा ड्रेस चाहिँ राम्रै भेटेँ। ड्रेस भन्दा पनि एउटा आउटर जस्तै अनि एउटा टी सर्ट, अनि राम्रै लाग्यो। अनि त्यसपछि त्यो किनेर म खुसी हुँदै उफ्रिँदै म ट्याक्सी चढेर घरतिर लागेँ। घरलाई चाहिँ यस्तो थाकेँ, म यस्तो थाकेको थिएँ। त्यसपछि पातलक्क आएर घरमा आएर म के गरेँ, म लडेँ किनकि म एकदम थाकिसकेको थिएँ। अनि दाइ अनि कविताहरू भालाकुसारी गर्दै रहेछन्, के गर्दैछन् भनेको कुराको सल्लाह गर्दै रहेछन्। अनि सल्लाह गर्दै त्यतिकैमा मेरो साथीलाई करेन्ट चौचा खान मन लाग्यो अनि मलाई पनि खानु मन लाग्यो। त्यसपछि मैले करेन्ट चौचा बनाएँ आफ्नै तरिकाले, अन्डा बोइल गरेर पिरो पारेर। अनि करेन्ट चौचा खाएपछि म मुड फ्रेस भयो। यतिमा मेरो साथी मन्जु पनि मलाई बर्थडे विस गर्नलाई आइपुग्यो। अघिल्लो दिन आएकी थिइनँ, दिन त्यसको नाइट ड्युटी थियो, त्यही भएर अनि ड्युटी आएँ। अनि ड्युटी आएपछि मलाई विस गर्यो। अनि अर्को सरप्राइजको कुरा चाहिँ त्यसले 2 महिना अगाडि भ्याकेसन जाँदाखेरि मलाई ढाकाको साडी लगाउन मन लागेको छ भनेको थिएँ। कस्तो ल्याइरहेको रहेछ के, अनि लुकाएर राखेको। म त यस्तो खुसी भएँ, फेरि यति राम्रो है, म त एकदम खुसी भएँ क्या। अनि त्यतिका मेरो साथीले कविताले सरप्राइजली मलाई चाहिँ यो भिडियो चाहिँ अघिल्लो दिनकै थियो, त्यही पनि मैले त्यो दिन हालै पोस्ट गरेँ। सरप्राइजली केक ल्याएर पुरा टिम नै आएको क्या। म चाहिँ फेरि हेर्नु उपर खुट्टी लगाएर पुरा सुतिरहेको थिएँ क्या, बिहान ड्युटी थियो होइन। अनि के गर्नु, त्यही पनि म एकदम खुसी भएँ। मेरो साथीले अनि मलाई माया चाहिँ गर्छन् कि। अनि त्यसो नाच्यो हेर न, उफ्रेका थिएँ भगवान, उफ्रिन्छन् मेरो साथीहरू भ्राङ गरेर। एनिवेज अनि मेरो बहिनी पनि मलाई विस गर्न आए। मेरो बहिनी सरिता फुच्ची अनि इभा पनि आएको थियो। त्यो भिडियो चाहिँ क्याप्चर भएन। राम, उमाकान्त सर सबैजना आएको थियो, त्यो भिडियोहरू चाहिँ क्याप्चर भएन। सो गाइज आफ्टर अल हामीले चाहिँ पार्टी इन्जोय गऱ्यौँ। थ्याङ्क यू फर वाचिङ। सी यु इन नेक्स्ट ब्लग। बाई बाई।